नमस्कार साथीहरू, यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियोमा हामी प्रिपोजिसन्स अर्थात् नामयोगी भनेको के हो भनेर अंग्रेजी र नेपाली दुवै माध्यमबाट विभिन्न एक्जाम्पल सहित स्पष्ट तरिकाले सिक्ने छौं। लागौं आजको विषयवस्तुतर्फ। प्रिपोजिसन नामयोगी। A word or group of words used before noun or pronoun to show place, position, time, method, etc. is a preposition. ठाउँ, स्थान, समय, तरिका आदि देखाउन नाम वा सर्वनामको अगाडि प्रयोग हुने शब्द वा शब्द समूहलाई प्रिपोजिसन भनिन्छ। प्रिपोजिसनको बारेमा अझ स्पष्ट हुनका लागि विभिन्न एक्जाम्पल्स हेरौं। प्रिपोजिसन्स showing place or position, ठाउँ वा स्थान देखाउने नामयोगीहरू। The book is on the table. The book is on the table. किताब टेबलमा छ। The cat is under the chair. The cat is under the chair. बिरालो कुर्सी मुनि छ। The boy is in the room. The boy is in the room. केटा कोठाभित्र छ। Sita is at the door. Sita is at the door. सीता ढोकामा छिन्। माथिका वाक्यहरूमा प्रयोग भएका शब्दहरू on, under, in र at ले book, cat, boy र सीता कुन ठाउँमा छन् भनेर ठाउँ वा स्थानलाई देखाएका छन्। त्यसैले ती प्रिपोजिसन्स हुन्। प्रिपोजिसन्स showing time, समय देखाउने नामयोगीहरू। I wake up at 6 o'clock. I wake up at 6 o'clock. म 6 बजे उठ्छु। He was born in 2005. He was born in 2005. ऊ सन् 2005 मा जन्मिएको हो। We go to school on Monday. We go to school on Monday. हामी सोमबार स्कुल जान्छौं। माथिका वाक्यहरूमा प्रयोग भएका शब्दहरू at, in र on ले कुन समयमा वा कहिले काम भएको हो भनेर समयलाई देखाएका छन्। त्यसैले ती प्रिपोजिसन्स हुन्। Prepositions showing method or manner, तरिका देखाउने नामयोगीहरू। She came by bus. She came by bus. उनी बसमा आइन्। He wrote the letter with a pen. He wrote the letter with a pen. उसले पत्र कलमले लेख्यो। They paid in cash. They paid in cash. उनीहरूले नगदमा तिरे। माथिका वाक्यहरूमा प्रयोग भएका शब्दहरू by, with र in ले काम कसरी गरेको हो भनेर तरिकालाई देखाएका छन्। त्यसैले ती प्रिपोजिसन्स हुन्। प्रिपोजिसन्स showing direction, दिशा देखाउने नामयोगीहरू। He is going to school. He is going to school. ऊ स्कुलतर्फ जाँदैछ, अर्थात् ऊ स्कुल जाँदैछ। The ball fell into the pond. The ball fell into the pond. बल पोखरीभित्र खस्यो। They are going towards the jungle. They are going towards the jungle. उनीहरू जंगलतिर जाँदैछन्। माथिका वाक्यहरूमा प्रयोग भएका शब्दहरू to, into र towards ले कतातिर भनेर दिशा देखाएका छन्। त्यसैले ती प्रिपोजिसन्स हुन्। यसरी नाम वा सर्वनामको अगाडि प्रयोग भएर स्थान, ठाउँ, तरिका, दिशा आदि देखाउने शब्द वा शब्द समूहलाई प्रिपोजिसन्स भनिन्छ।